माननीय हर्क साङपाङज्यूको नाम चाहिँ संसद भवनभित्र अहिले चर्चा परिचर्चा भइरहेको छ। के तपाईहरुले सुन्नु भएको छ? सुन्नु भएको छैन भने ल सुन्नुहोस्। हर्कराज राईले राम्रो डिस्टिंक्सन ल्याउनु भयो। विनियोजन विधेयक खर्चको पाटो हो, अर्थ विधेयक आम्दानी जुटाउने पाटो हो र उहाँले दिनुभएका सल्लाहहरूलाई मैले एकदम सकारात्मक ढंगले ग्रहण गरेको छु। मान्यज्यूको पार्टीको नाम नै श्रम संस्कृति पार्टी, संस्कृति भन्ने शब्द त्यहाँ प्रेमपूर्वक हटाएको छ। मान्य सदस्य हर्कराज राईले विभिन्न मन्त्रालयमा बजेट कार्यान्वयनका लागि कानुनमा समस्या रहेको र त्यसलाई राम्रोसँग चिरफार गर्नुपर्ने भनी अत्यन्तै महत्त्वपूर्ण विषय उठान गर्नुभएको छ। हामी माननीय हर्क साङपाङज्यूलाई पनि थाहा छ, म उतापट्टि हुँदाखेरि पनि किन माननीय हर्क साङपाङज्यूको सुझावलाई चाहिँ मन्त्रीज्यूहरूले सकारात्मक रूपमा लिएर परिचर्चा गरिराख्नु भएको छ त? किनकि उहाँले जनता देशको हितको लागि आवाज उठाइराख्नुहुन्छ र प्रश्न गरिराख्नु भएको हुन्छ र सुझाव दिँदा पनि देश र जनताकै हितको लागि सुझाव दिइराख्नु भएको हुन्छ। त्यसैले चर्चा परिचर्चा भएको सबै नेपालीहरूले हाते हिमालो गरेर हाम्रो देशमा केही परिवर्तन ल्याउनुपर्छ भन्ने सोच विचारको हुनुहुन्छ। नपत्याइ हेर्नुहोस् त दार्चुलामा पुल कसरी बनिसक्यो तपाईहरुलाई थाहा छ? के यो झगडा भएर चाहिँ दार्चुलामा पुल बनेको हो त? होइन नि। एकता भएर हातेमालो गरेर सबैजना मिलेर नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू मिलेर चाहिँ यो पुल बन्न सफल भएको हो। अझै पनि यस्तो पुलहरू हजारौं बन्छ र जनतालाई सेवा सुविधा पुर्याउने काम हर्क साङपाङको भिजनले गर्छ। जय देश जय नेपाल, जय हर्क।